नमस्ते हजुरलाई चाहिँ आज चाहिँ म अकबरीको अचार बनाउन पेस्ट बनाउन सिकाउन गइरहेको छु। सुरुमा तेल हालिसकेपछि जिराको पेस्ट हाल्ने, जिरा पड्काउने, अलिकति स्वाद अनुसार मेथी पनि पड्काउने, अनि स्वाद अनुसार चाहिँ तेजपत्तालाई पनि पड्काइदिने। यसरी पड्काइदिएर चाहिँ पड्काउने। यसरी मसला पकाएर कालो भइसक्यो, छोडेर कालो भइसकेपछि चाहिँ खोर्सानी हालेर चाहिँ मजाले पकाउने। यसलाई मजाले पकाइसकेपछि मजाले यसरी पाक्ने गरी यसरी मजाले पकाउनु पर्यो पहिले चाहिँ, हैन। अब तपाईहरुले चाहिँ के लाउन मन छ भने यसरी सादा यसलाई मजाले पाकिसकेपछि सेलाएर ग्राइन्डर पिसेर पटामा राख्दा पनि हुन्छ, हैन। अब मसला हालेर खान्छु भन्दा पनि नुन, बेसार, धुलो खोर्सानी, तोरीको पेस्ट, धनिया र जिराको धुलो पनि लगाउन सक्नुहुनेछ। यसलाई चाहिँ अनि बेस्ट चाहिँ टिम्बुर पिसेर हाल्नुभयो भने चाहिँ एकदमै बेस्ट हुन्छ है त साथीहरु। कतिजनालाई चाहिँ अकबरी खोर्सानी एकदमै फ्यान हुनुहुन्छ, म चाहिँ फ्यान छु है। अब अहिले अकबरी यसपालि सस्तो छ, त्यही भएको कारणले गर्दा चाहिँ मैले चाहिँ आज कृषि बजार गएर चाहिँ हो 5 केजीको है त साथीहरु, 5 केजीको अकबरी खोर्सानी चाहिँ म अहिले यसलाई पिसेर पेस्ट बनाएर हाल्दैछु। ल साथीहरु, तपाईहरुलाई पनि अकबरी खोर्सानीको अचार हाल्न कसैलाई आउँदैन भने चाहिँ यसरी हाल्न सक्नुहुनेछ है त। एकदमै दामी, बेस्ट, राम्रो, पर्फेक्ट हुन्छ। ल बाइ बाइ। फेरि पनि नयाँ भिडियोको साथ हजुरहरुसँग भेट हुनेछु। त्यतिको लागि बाइ बाइ। थ्यांक यू सो मच। मेरो भिडियोलाई चाहिँ लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू, बाइ बाइ।